संस्थाको सुरुवाती क्रममा संस्थाको सबैभन्दा ठुलो भेला तेस्रो या चौथोचोटिको भेला हो यो हाम्रो चाहिँ। यही छलफल हामी सबैको छलफलमध्ये सबैभन्दा ठुलो छलफलै यही हो। सुरुवाती क्रममा सबै संस्थापक साथीहरू यो चाहिँ अर्को पल्टको भेट हो हाम्रो। संस्थाको विशेष यहाँनिर डकुमेन्टको विषयमा छलफल। यो हाम्रो संस्थाको तीव्र गति काम हो भइरहेको थियो। शनिबार प्रत्येक शनिबार हाम्रो यसरी मिटिङ हुन्थ्यो। हामी प्रत्येक शनिबार चाहिँ विराटनगरमा उपस्थित हुनु पर्थ्यो, हुन्थ्यौँ पनि हामी यस संस्थाको विषयमा छलफल गर्दै साथीहरुसँग कहिलेकाहीँ सम्झना स्वरूप यसो संस्थाको साथीहरु हुनुहुन्छ यहाँ के कसरी कामहरू भएछन् भन्ने विषयवस्तुलाई कसैलाई जानकारी चाहिएमा हामी चाहिँ संस्था चाहिँ यसरी बहुत सङ्घर्षका साथ अब यसरी छलफल गर्दै हामी स्थापना गरेका हौँ र यसरी नै हामी गएका पनि थियौँ। संयुक्त सशस्त्र चालक सङ्घ नेपाल भन्ने संस्थाको दर्ता प्रक्रियाका लागि तपाईँहरूले गर्नुभएको डकुमेन्ट दिएर गर्नुभएको सहयोगलाई आज सम्पूर्ण चालक साथीहरूको डकुमेन्टहरू चाहिँ हामीले एकमुष्ट गरेर हाम्रो संस्था दर्ता प्रक्रियाको लागि चाहिँ हाम्रो संस्थाको सचिव श्री मनोज दुलालज्यूलाई चाहिँ हामीले काठमाडौँतर्फ यहाँबाट हामीले पठाउने निर्णय गरेका छौँ। त्यसको लागि चाहिँ हामी आज यो डकुमेन्टहरू लिएर यहाँ विराटनगरको हाम्रो अफिसमा आइपुगेका छौँ। कृपया साथीहरू सबैजनाले चाहिँ यो संस्थालाई माया गरेर यो संस्थालाई विश्वास गरेर साथ सहयोग गरिदिनु हुन धेरै विनम्र अनुरोध गर्दछु। भएन एउटा यो संयुक्त स्वतन्त्र चालक सङ्घ दर्ता प्रक्रिया र हामी संस्थापक सदस्य रहेका सबै सम्पूर्ण साथीहरूले त्यो दर्ता प्रक्रियामा जानको लागि एउटा जिम्मेवारी दिनुभएको छ र डकुमेन्ट उपलब्ध गराउनु भएर हामीलाई सहयोग गर्ने साथीहरूलाई पनि धन्यवाद दिँदै र आउने दिनहरूमा पनि यसरी नै सहयोग गरिरहनु होला, साथ दिइरहनु होला भन्दै सम्पूर्ण साथीहरू र हाम्रो संस्थापक टिमलाई धन्यवाद दिन चाहन्छु। भाइ साथी हो हामी चाहिँ यहाँ यही बसमा आएको। ढल्केबरदेखि लगभग 1 किलोमिटरमा आएको रहेछ हौ साथीहरू। यतिखेर पुरा है गाइज सम्पूर्ण साथीहरूलाई अपडेट दिँदैछु म। यही बसमा आएको है हामी चाहिँ। ल साथी हो यी हाम्रो मनोज दुलाल गुरुलाई चाहिँ कसले चिन्नुहुन्छ? नचिन्नु भएकोले नै उहाँ है हाम्रो चाहिँ हाम्रो यात्रा यसरी हिँड्दैछ। अब यहाँ खाना खाने ठाउँ झ्याप्प लाएरै रोक्नु पनि सानोतिनो छैन। फेरि के गर्नु साथी हो यी बाध्यता है फेरि। ल नबिसेमा खाने रोक्ने क्रमै साथीहरू। यो बिहानी पखा है साथीहरू। खाजा खाने क्रममा चिया नास्ता र यहाँ चिया पाउँदैन रहेछ साथीहरू। यहाँ चाहिँ मुख धुने बस्ने। ल हामी बालन सिटी पुग्यो हिँड्दैछ म र हाम्रो गुरु हिँड्दैछ है। यो डकुमेन्ट धुलाउने काम गरियो। डकुमेन्ट सबै यहाँनिर अब चेकचाक गरिँदैछ। यहाँ धुलाउनु पर्ने धुलाइँदैछ। अब यहाँ धुलाइसकेर हामी एक ठाउँमा बसेर सबै डकुमेन्ट फेरि हामी चेकजाँच गर्छौँ।
ल है साथीहरू आइयो आउन चाहिँ तर अलिकति हाम्रो डकुमेन्ट कमी भयो भन्नाले मतलब हामीले त अब यहाँबाट मगाए बमोजिम नै त्यो फर्म भरिएको थियो तर यहाँ अहिले देखाउँदाखेरि अर्कै फर्म देखाउँछ यसले गर्दा अलिकति दुःख पाइने भयो साथी हो अब के गर्ने दुःख नगरी सुख मिल्दैन भन्छन् गर्नु पर्यो दुःख पनि कारणले चाहिँ यही रहेछ ल है साथी हो अब के गर्ने यस्तै हो फर्कै होला जस्तो छ ल है साथी हो अब के गर्नु काम भएन अब सानोतिर कागजले अब हुन त हामीलाई त सानोतिर त्यहाँको लागि ठुलै रहेछ अब अस्ति हाम्रो कारणले चाहिँ होइन यो अब तीकै गडबडीले गर्दा भएको रहेछ है हामी त वाग्ले गुरुलाई भेटेर वाग्ले गुरु यात्रा गराउँदै हुनुहुन्छ ल